हेलो एभ्रिवान, नमस्ते, वेलकम ब्याक टु माई टिकटक मिनी ब्लग। आज चाहिँ म हाम्रो घरभन्दा माथिको सिमीहरूको चाहिँ आली तास्न जान लागेको। हाम्रो गाउँघरतिर चाहिँ बर्खा लागे सँगसँगै एकदमै कामहरू पनि गर्नुपर्ने हुन्छ नि त। कति धेरैजनाले चाहिँ खेतीपाती नै गरेर खानुहुन्छ नि त गाउँघरमा, बजारको किनेर खानुभन्दा। त्यही भएर नि सबैजना कति धेरैजना रहेछ खेतालाहरू चाहिँ। अनि म चाहिँ अलि लास्टमा पुगेछु अनि साथीहरूले चाहिँ मलाई चौतारीमा गएर पर्खिराख्नु भएको रहेछ। अनि म चाहिँ पुगेर थोरै भिडियोहरू लिएँ अनि एकछिन बसेर हामी चाहिँ खेततर्फ लागेँ। अनि त्यो तल बाटोमा जाँदा हाम्रो सानो मामाको टमाटर कस्तो राम्रो भएको रहेछ। मैले चाहिँ टमाटरलाई देखाएँ अनि त्यसपछि चाहिँ हामी त्यही तल थियौँ। अनि खेतमा पुगेर फटाफट काम सुरु भयो। अनि त्यो एकछिन पछि चाहिँ मैले फेरि सानो थोरै भिडियो लिएँ। अनि सबैजना एकदमै काममा व्यस्त हुनुहुन्छ। साथीहरू हेर्नुहोस् है, हाम्रोतिर चाहिँ त्यस्तरी गर्नुहुन्छ काम, एकदमै हार्ड वर्क गर्नुहुन्छ। हाम्रो गाउँको मान्छेहरूले चाहिँ त्यसै बस्नुहुन्न नि त घरमा, एकदमै खेतीपाती नै गरेर खानुहुन्छ। यो चाहिँ मेरो सागर भाइ हो अनि हामी चाहिँ यो मामा अनि उनीहरू चाहिँ आली तास्ने, म चाहिँ यहाँ यस्तरी काला आली तास्दैछु ल साथीहरू। अनि त्यसपछि चाहिँ म खाजा लिनको लागि फेरि घर फर्केको नि त। अनि घर फर्किने बेलामा फेरि पिपलकोटको चौतारीमा एकछिन थकाइ मारेर अनि घर आइपुगेँ। अनि मामाले चाहिँ रेडी गरिसक्नु भएको रहेछ खाना, तरकारी बनाएर। अनि म छ्याङ पनि लिएर जानुपर्ने भयो। अनि त्यसको लागि चाहिँ म छ्याङ छानेँ। अनि छ्याङ छानिसकेपछि चाहिँ मैले तरकारीलाई टिफिनमा हालेँ। अनि तरकारी यस्तो तातो थियो, कस्तो मिठो नबनी होला जस्तो पकाएर राख्नुभएको रहेछ कि। बोडी राजमा अनि कालो मकै बोडी अनि गुन्द्रुक हालेर कस्तो मिठो बनाउनु भएको थियो मामाले खाना। अनि मैले खाना चाहिँ डोकोमा राखेँ अनि तरकारी चाहिँ टिफिन चाहिँ हातमा लिएर म चाहिँ खेततर्फ लागेँ। साथीहरू हेर्नुहोस्, म फेरि चौतारामा एकछिन बिसाएर बारी बिसायो, त्यसपछि चाहिँ म खेतमा पुगेँ। साथीहरू हेर्नुहोस् है, यहीँ हो अनि खाना खाने ठाउँ यहीँ हो भनेर मैले चाहिँ यहीँ बिसाएँ बारी। अनि त्यसपछि चाहिँ म बारी बिसाएँ। यता दाइले पनि देखाएँ, दाइ चाहिँ गफ गर्दै हुनुहुन्छ कि तल बसेर। अनि काँक्रो पनि थियो, काँक्रोलाई पखालेर अनि खानाको लागि चाहिँ थालहरू पखाल्नु पर्ने भएर थालहरू पखालेर आइसकेपछि चाहिँ मैले दाल भात अचारलाई देखाइदिएँ। अनि सबैजनालाई थालमा हालेर सबैजनालाई खेतालाहरूलाई दियो। अनि मैले पस्काएको नि त खाना पनि। अनि छामाहरूले चाहिँ काँक्रो काट्दै खाना खाँदै हुनुहुन्छ। हेर्नुहोस् साथीहरू, गाउँघरमा काम गरेर त्यसरी खानुको छुट्टै आनन्द हुन्छ। काम गर्न जति दुःख भए पनि काम सँगसँगै छुट्टै रमाइलोपनाहरू पनि हुन्छ साथीहरू। अनि लास्टमा म पनि खाना खान लागेँ। खाना खाइसकेपछि चाहिँ सबैजना एकछिन आराम गरेर फेरि काम गर्नतर्फ लाग्नुभयो। सबैजना चाहिँ अब सकिनै लाग्यो नि त। अनि त्यही भएर तल्लोबाट हामीले चाहिँ आज कति धेरै आली तासिसक्यो। आज चाहिँ हामीले सबै मेला नै आली तासेर सकायो नि त। त्यसपछि चाहिँ मैले घर जानको लागि सबै सामानहरू बटुलेर बोकेर ल्याएँ यता। अनि सबैजना यहाँ बस्ने ठाउँमा चाहिँ म पनि बिसाएर फेरि मैले बारी बिसाएर भिडियो बनाएँ। अनि चाहिँ हाम्रो सिमीहरू चाहिँ सबैजना गफ गर्दै हुनुहुन्छ। अनि त सबैजना घर जान पनि लागेको नि त, काम चाहिँ सकिहाल्यो। हाम्रो चाहिँ लगभग 5:45 बजीतिर सकिएको थियो। अनि चाहिँ हामी घरतर्फ जान लागेको, सबैजनाले आफ्नो कुटो कोदालो घुम बोकेर घर जान लागेको। साथीहरू हेर्नुहोस्, फेरि चौतारीमा आएर थकाइ मार्दै हामी चाहिँ सबैजना आफ्नो घरतर्फ लागे। थ्याङ्क यू फर वाचिङ एभ्रिवान, बाई बाई, सी यू नेक्स्ट भिडियो, थ्याङ्क यू।